गुड मर्निङ एभ्रिवान, न्यू डे न्यू स्टार्ट्स। म चाहिँ वेट लसको लागि यसरी नै चिया एसिड खाइरहेको हुन्थेँ पहिला नि, तर खाँदै छोड्दै गरिरहेको थिएँ क्या। अनि रेगुलर चाहिँ लिइरहेको थिइनँ क्या। अनि मैले यसो प्लान गरेँ, अहिले युट्युब टिकटक छ नि त, अनि त्यही भएर मैले रेगुलर त्यसरी लिइरहने भनेर सोचेँ है। अनि चिया एसिडहरू बनाएँ बिहानै। पहिला चाहिँ कफी खाने गरेको थिएँ, अनि आज बिर्सेर ठ्याक्क कफी नै निकालेको रहेछु। अनि फेरि कलेज पनि जानु छ मलाई बिहानै। अनि म चिया एसिड खाएर कलेज गएँ। भिडियो बनाउँछु भन्ने रहेछु, बिर्सिने रहेछु कि फर्स्ट डे भएर। अनि यो चाहिँ मेरो दिनको सबैभन्दा बेस्ट पार्ट, दही निकालेर फेरि भोलिको लागि दही जमाउने। अनि नानीले चाहिँ खाना बनाउनलाई रेडी गर्दै थियो। अनि उसलाई दही भनेपछि फेरि उसको फेभरेट हो, अनि उसलाई दही राखिदिएँ। अनि ठ्याक्क मम्मी पनि कल आयो, अनि मैले खाना पनि बनाइसकेँ। कुरा गर्दै अब हाम्रो खाना रेडी भयो, अब हामी खाना खान्छौँ अनि हामी सुत्छौँ। अनि फेरि भोलि बिहान उठेर कलेज जान्छौँ यसरी नै। तर फर्स्ट दिन चाहिँ अर्कै हुने रहेछ क्या। स्टार्टिङ गर्दाखेरि पहिला अब यस्तो बानी थिएन नि त, क्यामेरा निकाल्ने भिडियो सुट गर्ने भन्ने रहेछ, क्यामेरा लास्ट इन्ड भएपछि सघाउने रहेछ क्या। अनि यो चाहिँ बाबुले खाना खाइरहेको थियो। बाई बाई, गुड नाइट, राधे राधे।